गुड मर्निङ। आज चाहिँ बिहान बिहानैको ब्लगमा चाहिँ मेरो यहाँनिर कोपीको सिडलिङ्सबाट यहाँनिर सुरु हुँदैछ है। यो चाहिँ मैले अस्ति राखेको, तपाईँलाई देखाएको पनि थिएँ। यो चाहिँ अहिले यतिको भएको छ। यो चाहिँ अब टिका सार्ने बेला भन्छ। यसलाई चाहिँ हामी सार्छौँ फेरि अर्कै जग्गा पत्ला बनाएर हो। अहिले चाहिँ भएको पलाइ राख्छु। यो चाहिँ सबै ब्रोकोलीको, यो ब्रोकोलीको छ। अनि यहाँ चाहिँ पानकोपीको छ। यो चाहिँ पानकोपी चाहिँ यहाँ सबै सेप भएर बेसी उयो भएर चाहिँ नि ग्रिन हाउसभित्र चाहिँ सबै लडेछ यहाँनिर। अब ठिक्क भएको यो चाडपात भएपछि चाहिँ टिका सार्ने बेला। अनि यहाँ चाहिँ कहीँ जग्गै छैन, स्पेस नभएर चाहिँ अब बाहिरै जग्गा बनाइमा आएको छु हो। यहाँनिर टमाटरहरू फल्दैछ। यो चाहिँ सबै टमाटरले गर्दा सेप भएर चाहिँ यसलाई चाहिँ म तल बारीमा सार्ने है। म चाहिँ यहाँ रेडी फुलडुङ र उयो नि रेडी गरेको छु। अब म चाहिँ जाने तल सार्नुको लागि। यहाँनिर बनाउँदैछ यो ब्याट राख्ने जग्गा, टिका सार्ने जग्गा। मैले मल राखेको छु, बिउ यहाँ बनाइदिनु हुँदैछ। यो है बिउ चाहिँ पानकोपी जुन चाहिँ मैले आधी राखेर रोपेको उफ्रेको फेरि राखेको सिडलिङ चाहिँ यही हो। यस्तो राम्रो आएको छ है मेरोमा चाहिँ, हेर्नुहोस् त। कतिजनाले बिरुवा उफ्रियो भने दिनु नि भन्नुहुँदै थियो होइन। बिरुवा चाहिँ उफ्रेको थिएन त्यो टाइममा, मैले कम्ती राखेको। यहाँ यति जग्गा खाली थियो होइन। यहाँ चाहिँ मुला छरेको छ अहिले। अन्त चाहिँ अब चाहिँ मैले राखेको छु है। तपाईँहरूलाई चाहियो भने मलाई कन्ट्याक्ट गर्नुहोस्। बिरुवा चाहियो भने चाहिँ म यो बेच्नुको लागि चाहिँ यहाँनिर सार्दै गरेको। यो चाहिँ रोपेको, यहाँ मेरो जग्गा कति पनि छैन हो। सबै यो रोप्नुको लागि हो। यो चाहिँ कस्तो हुन्छ भन्ने हेर्नुमा चाहिँ यहाँ चाहिँ रिजल्ट चाहिँ यहाँ चाहिँ यसकै हो, उफ्रेको राखेको।